हाम्रो यो शनिबारको श्रमदान यो ठकुरी पुल हामी चतरा जाने बाटोमा हुँदैछ। यसरी श्रमदाताहरू आउँदै हुनुहुन्छ श्रमदान गर्न। यसरी मेरो साथी यहाँ ब्रिफिङ दिँदै हुनुहुन्छ। यही खोलामा आज श्रमदान गर्ने कुरो छ। यो खोलाले कटान गरिसकेको छ यताउति। ग्याबिङ जाली लाउने कुरा छ। बल्ल सुरु हुँदैछ। अब हेरौँ भएर यसको नतिजा कस्तो हुन्छ। यता माथि गयो भने धरान जाने बाटो। हाम्रो धरान सुन्दर धरान अझ सुन्दर बनाउनु छ हामीले। यता गयो भने चतरा जाने बाटो हो। हामी आज श्रम गर्नेछौँ। तपाईँको छातीभरि हामी श्रम गर्नु म श्रम गर्न बनाउनु जरुरी छ। हाम्रो ठिकै छ। साउदी बन्यो, कतार बन्यो, देशहरू बन्यो। काम गर्ने वातावरणै भएन। काम गर्ने मान्छेलाई हेला गरिहाल्नुपर्छ भन्ने खालको ज्ञान तपाईँको फेरि श्रम छैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो माटो आज बाँझै छ होइन। हाम्रा फेरि देशमा हुनुपर्ने विकास भएको हजारौं युवतीहरू तरुणी बरुनीहरू होइन अल्छी गरेर सुतिराख्नु भएको छ। मलाई थाहा छ है। हजारौं युवकहरू अल्छी गरेर सुतिरहेका छन्। दिनभरि क्यारमबोर्ड खेलिरहेका छन्, घुमिरहेका छन् होइन। तर उहाँको उमेर के हो सोद्धाखेरि कति वर्ष पुग्नु? 82 वर्ष होइन। 82 वर्ष 82 वर्ष पुगेको आमाले त्यो पनि उहाँ धरानको हुनुहुन्छ। बेलबारीबाट आउनु है। बेलबारीबाट आई धरानको लागि ढुङ्गा बोक्ने त्यो पनि 82 वर्षको आमाले है। म सबैजनालाई सोध्न चाहन्छु, ती तरुणी बरुनी तपाईँको युवतीहरूलाई सोध्न चाहन्छु, तपाईँहरू कहाँ हुनुहुन्छ? एउटा ठुलो झापट हो तपाईँहरूको गालामा। 82 वर्षको आमाले हानेको ठुलो झापट हो। त्यो खालको अल्छी स्वभावले देश बन्दैन। म त्यो भन्न चाहन्छु। उहाँलाई हार्दिक सम्मान स्वरूप हामी सबैजनाले अनिवार्य रूपमा ताली बजाउँछौँ। उहाँले हामीलाई आर्थिक सहयोग पनि गर्नुभयो। यो देश बनाउने अभियान हो भनेर उहाँ आउनुभएको। बेलबारीको मान्छे धरान आएर अभियानमा किन सहभागी बन्नुभयो भन्दाखेरि धरान पनि नेपालै हो नि त। नेपाल बनोस् भन्ने आमा हो उहाँ होइन। नेपाल बनोस् भन्ने आमा हो। त्यसको कारणले गर्दाखेरि होइन यो देशैभरि मेचीदेखि महाकालीसम्म बिहान चलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। सबैजनालाई धन्यवाद दिन चाहन्छु। अब बोलिरहँ भने फेरि रात पर्छ होला होइन। समयले पर्खिँदैन कसैलाई पनि। त्यसले गर्दाखेरि यति मात्रै भन्न भ्याएँ। बोलि नै रहँदा त रातिसम्म बोल्न सकिन्छ नि। तर नबोलौँ। उहाँलाई धेरै धेरै धन्यवाद छ। नाम के भन्नुभयो तपाईँको? केशरी लिम्बू। केशरी लिम्बू आमालाई फेरि एकचोटि ताली बजाएर धराने जनताले होइन श्रमदाताहरूले सम्मान गर्नुपर्छ। धन्यवाद छ। नमस्कार। जय होस् सबैको। जय श्रमदान भनौँ त एकचोटि। जय श्रमदाता भनौँ एकचोटि। धन्यवाद। नमस्कार। लो कतिवटा हो कति हो लाइन त मान्छे त कति हो कति। यसो श्रमदान भन्ने बित्तिकै धराने जनता स्वतःफुर्त स्फूर्ति आउने रहेछ। हेर्नु त कति छ मान्छे। माथि माथिसम्म छ हेर्नुहोस् मान्छे। ल है हाम्रो ठिक छ ठिक छ। आजको हाम्रो खतरा भाइ के हुँदैछ आज? श्रमदान हुँदैछ। स्टन्ट हुँदैछ। ल हजुर भाइले खतरा स्टन्ट गरिदियो नि त। हेर्नु कति लामो मान्छे छ हेर्नुहोस् त यहाँ। हेर्नुहोस् हेर्नुहोस्
हेर्नुहोस् त हेर्नुहोस् लाइन हेर्नुहोस् लाइन कति मान्छे कहाँसम्म रहेछ लाइन हेर्नु हेर्नु त हजुर नमस्कार नमस्कार कति लामो लानु ओइ 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 यो त हामी धरान 17 देखि त धरान 11 पुग्न आँट्यौँ त हेर्नुहोस् हेर्नुहोस् कति लामो लाइन हेर्नुहोस् त हेर्नुहोस् हेर्नुहोस् ओ नि म त 17 बाट 11 पुग्न आँटेँ त 10 कति लामो लाइन हेर्नुहोस् त यो हो नि त सुन्नु यहाँसम्म रहेछ लाइन हेर्दा हेर्दा यति काम भएछ ल होइन एकैछिनमा खाएको